सौरी कुरा अहिले चाहिँ नयाँ निर्मित भवन निर्माण हुँदैछ दुई तलेको यसको सौडिया कुलो माध्यमिक विद्यालय सौडिया कुलो भने सौडियारको कुलो हो कि सौडी कुलो हो त हो सौडियार कुलो त बुझ्यो होला ढिक्रेको सौडियार कुलो त्यो सौडी कुलो भन्ने त हाम्रो खोलाबाट पर्यो सबै वहाँ लिबाङ भन्ने पठाइदियो लिबाङ गयो वहाँ पछि तिनी खरानन्द अरे माथिका तिनी मष्टबहादुर तिनी ठकुरीहरू उफ्रिनलाई माथिपट्टि आइयो आज आइयो लिबाङ भन्ने लिबाङ त तमीरले लेख्यो हौ हामीले लेखिनौँ भन्ने तिमी भयो जिनाबाङ लेख्यो किन जिनाबाङ जसलाई लगेर लेख्यो जिनाबाङ हुन्छ भन्ने यिनी मुख्य हुनु तु हुस्सु छ यार तर बाटोलाई लास्टै गरेको छ नि लगानी भस्मै गरेको छ आज स्कुलमा ट्र्याकुल बनाइरहेको छ त तपाईँको यार बरु दाङ त्यति विकास छैन होला होइन तपाईँको पाहाड चाहिँ त्यति विकास भइसकेको छ कि अहिले दाङ त्यति विकास छैन नि त हेर नि यस्तो यस्तो बाटो हाल्यो यस्तरी काटेर बाटो हालिरहेको छ अनि पुरा यसरी काटेर बाटो हालिरहेको छ हेर्नु नाला सेटको छ त यार बजेट यार यस्तोमा पनि हो कि नै अनि यता साइड ऊ जाली लगाइदिन्छ यस्तोमा जाली पक्कै जाली लाउँछ नि उनीहरूले हेर्नु नि पानीले यस्तरी बिगारिसकेको छ यी खोल पुरै अरे यो लब बिचरा के गरौँ के अहिले उहाँ जस्तो भइदियो भाइ दाङ जस्तो भइदियो यस्तो देखुन् त हो गइजान्थ्यो भिडियो ढुङ्गाको घर त अझै पनि देख्न पाइरहेको यहाँ तिमी त सकेर ढुङ्गा घर त तरकारी खेती अरे यहाँ पनि टमाटर खेती हुन्छ कि बढी कतिमा पर्छ 3 मा पर्छौ हो हामी चाहिँ घुम्न लाग्छौँ यो चाहिँ मेरो अङ्कल छ अङ्कल मेरो बुवा मेरो माया कजन मेरो घर दुईवटा घर देख्नु सक्नुभयो हजुरले यो चाहिँ धर्मेन्द्र ठाउँको रहेको छ अझै धेरै विकसित भइसकेको देख्न सकिन्छ कि गुराँस त रहेछ तर हिलो नभए गइया नि त्यो टिप्न त्यहाँ हिलो छ के औषधि हुन्छ नि यसको त मैले उता देख्न सक्नुहुन्छ उतापट्टि यो देखेको बाटो चाहिँ तिल्छिपो जाने बाटो चाहिँ यो बाटो चाहिँ अनि पहिला हामी चाहिँ रोल्पाको दुम्लाको पुरानो घरहरू चाहिँ हामीसँग आएको टोलीहरूसँग उहाँहरूको चाहिँ हेर्दैछौँ घरहरू चाहिँ अनि खल्टाउरी कुन हो खल्टाउरी त्यसले चाहिँ त खल्टाउरी के हो घर होइन खल्टाउरी त चौर थियो क्या भनेपछि त्यो खल्टाउरी उतापट्टिको सिउरीबेटेहरू घर हो त सिउरीबेटे तल हरिहरि सिउरीबेटे नि सिउरीबेटेको लाइन छ नि फेरि बिचमा त्यो बिचको लाइन चाहिँ घाटबुढा बगानको अलि छिटो गरेर फ्युल ट्याप लगाऊ है ए नानी अलि छिटो लगाऊ न के हुनु भने फटाफट फटाफट छिटो 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 अलि बिचमा हात
त्यसै गरी हामीले आयोजना गरेको अर्को कार्यक्रम रहेको छ त्रिवेणी गाउँपालिका स्तरीय अन्तर आधारभूत हाजिरी जवाब प्रतियोगिता रहेको छ जसको